सोमराजको घरको वरिपरि फुलहरू राखेको छ हो। आमामा यो के भन्छ एलोभेरा दामी हाँसु यस्तो खालको दामी यो माथितिर त हुँदैन होला होइन दामी छ रहेछ होइन। यो चाहिँ के हो साँच्चीकै हो यो होइन के हो यो के हो यो के हो के को हो यो यो चाहिँ यतातिर दामी हुन्छ के हो यो बाह्रमासे जस्तो नाम अर्कै छ यसको नाम अर्कै छ। यो पनि दामी हुन्छ लालपत्ती दामी हुन्छ लालपत्ती दामी हुन्छ। एलोभेरा राम्रो हुँदो रहेछ एलोभेरा रातो खालको यहाँ छ रहेछ घरको गाउँको यस्तै छ कटेरो कटेरो कटेरो। यो चाहिँ बाला जेठाको गाडी बोलेरो। यो सिमल तरुल त्यहाँ छ सिमल तरुल हो गुवा बगान ट्याप्पै छ। यो के हो यो चिमोट्दा अरे दुध आउँछ हौ यो पनि दबाई अरे एउटा गेट फुल छ गेट फुल हो गेट फुल हो गेट फुल यो पनि दामी हुँदैछ यो खालको माथि पनि हुन्छ हुनु त नि हुन्छ साग यो यहाँ रोड छ पहिला रफ रोड थियो अहिले त पुरा पिस छ पिस रोडबाट सागबारी यिनीहरूको सागबारी यहाँ छ सागबारी छ है सागबारी साग कति दामी आएको छ सागबारी साग मजाले आएछ। यी परल राखेको यो के यसले यो चाहिँ बाबरी फुल बाबरी होला बाबरी जस्तो लाग्यो हो बाबरी फुल त्यहाँ के सिमल तरुल के भन्छ यो गुवा बगान ट्याप्पै छ हो। तलतिर चाहिँ यस्तो हुन्छ किचन यो हावा पस्ने हावा एक्सचेन्ज हुने ठाउँ। यो के हो थाहा छ लङ्के पिँडालु सिमल पिँडालु कुखुराको खोर हो लङ्के पिँडालुहरू छ लङ्के पिँडालु होइन यो चाहिँ पिँडालु होला पिँडालुहरू कुखुराहरू त्यहाँ कुखुरा यस्तै छ गाउँघरमा यस्तै छ है गाउँघरको यहाँ कहाँनिर मिस्टङ थियो होइन मिस्टङको रुख मार्यो किन यता चाहिँ साह्रै फुलहरू राम्रो हुन्छ फुलहरू राम्रो हुन्छ अरे फुल ट्याप्पै हुन्छ फुल के थरीको फुल हुन्छ यो चाहिँ बडारहरू छ बडार भन्ने ठाउँ हो फुल
बडार फुल हो कि के हो के भन्छु यस्तो यो खालको फुल चाहिँ चिराङमा पनि हुन्छ हो। यो मजाले आउँछ चिराङमा। यो क्याक्टुसहरू छ हो, क्याक्टुस। अनि यस्तै हुन्छ गाउँघरमा। यो चाहिँ के हो मजाले आएको छ यो के भन्छ यो फिग ट्री भन्छ, नेभारा हो, नेभारा। यो पनि ट्याप्पै उड्छ ट्याप्पै उड्छ हो, ट्याप्पै उड्छ। यस्तो छ गाउँघरको मेवा, पापाया हो, यो चाहिँ पापाया हो। यो चाहिँ के हो यो चाहिँ कुसुमको ट्री हो। यो चाहिँ कुसुमको ट्री। यो चाहिँ के हो भेन्डीहरू छ, भेन्डी होइन, भेन्डी जस्तो छ हौ छ भेन्डी। आम्मा कति वालको भेन्डी, आम्मा भेन्डी त भेन्डी हो कि के भन्छ यसको नाम त। यो चाहिँ ब्याली, यो तेजपत्ताको रुखहरू छ यो। तेजपत्ताको रुख ब्याली भन्छ, इङ्ग्लिसबाट ब्याली भन्छ हो। सबै कुरो हुन्छ। लिची यहाँ त केसका माछा फोगोटी माछा सुकाइरहेको छ त। फोगोटी यस्तो मासु मार्थ्यौँ है हामी सानोमा। अन्त माछा कुखुराको चारो दिने ल्याछ हो, त्यस्तै हो। अनि यता साइकल, के साइकल हो यो, ह्याम्बर, हिरो अपुलर हो कि साइकलहरू छ, पहिलाको साइकलहरू छ। चल्ला कुखुराको चल्ला छ अरे, कुखुराको चल्ला छ अरे। के रहेछ हौ यिनीहरूको। टोइलेट पनि दामी बनाएको रहेछ हो। यो चाहिँ फिग ट्री भन्छ नि, यस्तो हुन्छ ट्री यस्तो फलेको हुन्छ कि यो दामी हुन्छ, मिठो हुन्छ है। अलि पाकेपछि मिठो हुन्छ यो। यो के खालको कोला हो यो, आम्मा अरट्ट भएर आएको छ त। आम्मा कोपी पनि रोपेको छ, फुलकोपी बन्दकोपी होला है। कोपी, बन्दकोपी, त्यो के हो सिमीहरू रहेछ। नरिवलको बोट, अलैँची पनि छ रहेछ रोपेको, अलैँची। फिग ट्री त नेभारा भन्छ नेपालीबाट, इङ्ग्लिसबाट फिग ट्री। यहाँ करेला पनि छ, करेलाको झ्याङ, करेला ओ सुँगुरको खोर। यो के हो फेरि, उताबाट सुँगुरको यो माइनर मल यहाँ आएर यहाँनिर पस्दो रहेछ हो। त्यहाँदेखि उठाएर चाहिँ फ्याँक्छ कि त मल बनाउँछ यिनले, मल बनाउँछ कि उठाएर फ्याँक्ने हो कुनि थाहा भएन। दुईवटा सुँगुर रहेछ, त्यहाँ दुईवटा रहेछ, त्यहाँ पनि दुईवटा रहेछ, 6वटा सुँगुर। ल यो चाहिँ काइलाको है, यो काइला जेठा माइला साइला काइला, त्यहाँदेखि कान्छा सोमराज, बुद्धिमान सुखबहादुर, सोमराज, अर्को के पो नाम बिर्सेछु मैले। हामी चाहिँ यहाँ आएको गाउँमा हो। मेरो दाजुको छोरी, मेरो दाजुको छोरा जेठा, बाला जेठा भन्छ है, उसको नाम चाहिँ बाला जेठा बुद्धिमान। यहाँ काइलाको छोरा जेठा, त्यहाँदेखि काइला यहाँ छ, दाजुभाइ सेम देख्छु हो।
अस्ति म झुकिएर म त जेठावाला भनेको त भिडियो बनाएको कि भिडियो त बनाएको त नि गाउँतिर यस्तो पिरा पाउँछ आमा क्या दामी यो कसले बुनेको हो यो पिरा दामी दामी बुनेछ नि हो यस्तो दामी लाग्छ घरतिर सजाउने हुन्छ त नि होइन हुन्छ उयो इस्कुस पनि फल्छ के नफल्ने आमा रोप्यो भने केही पनि हुन्छ नि होइन कुसुमको रुख आमा कहाँबाट पायो नि यो कुसुमको रुख हो रहेछ त मर्दो रहेछ के कसरी मरेको त्यो बिरुवा कि दाना रोपेको बिरुवा ए उता फार्ममा थियो नि ऊ त्यो चाहिँ त्यो अल्गो अल्गो भएको भेन्डी हो आमा केसर अल्गो केसर अल्गो यो भेन्डी म त भेन्डी त मेवाहरू त आम्मा यत्रो अल्गो ओए पापाया खानु पर्थ्यो साँच्ची नै कसले जार्ने होला अब कोला पनि पाक्दैछ पाक्दैछ होइन यो के भन्छ भेन्डी केसर अल्गो बाबा सबै त्यहाँ अब त धनी धनी भयो नि हौ नानीहरू त यहाँको केटाकेटीहरू गुवा बगान ट्याप्पै छ अनि सिमल तरुल परल छ गाई बस्तुलाई यो हेर्छ यिनीहरूले आम्मामा यो घाँगा काटेर राखेको छ यो के अरे तेजपत्ताको हो यो तेजपत्ताको रुख अरे यो तेजपत्ता यी हो रहेछ नि तेजपत्ता हेर त तेजपत्ता कस्तो गराउँदैछ अब मेवा झारेर हामी मेवा खाँदैछौँ हो लाँदैन हौ माथि थुप्रै छ ओ जिन्दा कता जाने अब जिन्दा गेलीपु जाने माइला आउँदैछ उताबाट तन्की माइला होइन टाढ्दैछ हाम्रो काइलाले काइला मेरो दाजुको छोरा पर्छ दाजु उसको पापा चाहिँ बालाबुढो भन्थ्यो अन्त बालाबुढो भन्थ्यो अहिले बालाबुढो छैन खस्नु भयो अब जेठा छ जेठालाई चाहिँ बालाबुढो भन्छ अहिले चाहिँ फेरि